यो आज राम्रो थियो यो सम्म म आउँदाखेरि हेर्दाखेरि यो ठाउँको यसै ठाउँको यो खापा झिकिदिएको छ। यो टोयलेट हामीहरूको प्रगतिको हलहरूको विद्यार्थीहरूले युज गर्छन्। कसैलाई के मन चढ्यो त्यो मलाई थाहा भएन। मैले यसमा लेखेको छु, मेरा आदरणीय अक्षरका देवताहरू, तपाईको सानो हेल्थ चक्राई सबभन्दा ठुलो रोगले तपाईको सफा मन जीवन जान सक्छ। तपाईँ हेल्थ चक्राई गर्ने काम टोयलेटको खापामा फोर्ने, ताला बिगार्ने आदि जस्ता कार्यहरू नगरिदिनु हुन विनम्र अर्जन गर्दछु। भवतु सब मङ्गलम, रखन्तु सब देवता, तपाईँका सहयोगी सम्पूर्ण देवताहरू। अब यसको बारेमा म त्यहाँ डिल गर्छु। सबै साथीहरूलाई यो देखाएको, यो कार्यस्थल देखाएको छु। अब हाम्रो पढाइ भने यसरी गरेर हामीले सिक्नुपर्छ। यो क्लास हो, जाउँ त्यहाँ। अब हाम्रा परिचय विद्यार्थीहरूले यसबाट जीवनलाई अब जाउँ त्यहाँ जाउँ। क्लासको एउटा हुन्छ यहाँ आऊ यहाँ सबै लाइनमा ढङ्गले बस। यो क्लास जस्तो दुई लाइनमा बस। एक लाइन र दुई लाइन मलाई बिचमा रहनु देऊ। यहाँ यतातिर फर्केर यहाँ पनि यतातिर आऊ। अरू विद्यार्थीहरू यहाँ हेर, यो साइडमा पनि आऊ। धेरै उतातिर हो, यतातिर पनि आऊ। सुन, यो सबैको लागि, यो विश्वभरिको मान्छेको लागि मैले यो लेखेको छु। आजादको लागि मात्रै होइन। यो हेल्थ चक्राई भनेको के हो? ल सबले बोल्न सक्छ कसैले? हेल्थ चक्राई भनेको के हो? हेल्थ चक्राई आज मलाई उठ्न मन लाग्यो, अलिकति हो नि, त्यो अलिकति त हो नि पाप, अलिकति त उसलाई त गाली गरेको हो नि। कुनै चिजको अलिक सानो भाग गर्न मन थिएन तर भयो, म तापनि गरिहालौँ न। हेल्थ चक्राई भनेको ससाना जानिकन गर्ने गल्ती, जानिकन थाहा छ गर्नु हुँदैन। रक्सी खानु हुँदैन, अलिकति खाएको त हो नि, अलिकति त बिग्रेको त हो नि। अलिक चोट खानु हुँदैन, अलिकति त हो नि, एकचोटि त खाएको हो नि। त्यसलाई हेल्थ चक्राई भने। र त्यो हेल्थ चक्राईको बिउ तिमीहरूमा मात्र होइन, विश्वका सबै मान्छेहरू, विद्वानहरू, चाहे न्यायाधीश हो, चाहे विश्वका जति पनि लडाइँहरू भइरहेका छन्, हेर पढेर पनि विद्वानहरूले मारपिट गर्छ, बम पड्किन्छ, दुनियाँ गर्छन्। यो आजादको कुरा होइन। त्यस कारणले हेल्थ चक्राईलाई हामीले कन्ट्रोल गर्नुपर्छ। सुरुमा नै हामीले ससाना कुराहरूलाई, सानो हरेक जीवलाई, हरेक चिजलाई ममतामय गर्नुपर्छ र हरेक जीवको जुन बाँच्ने अधिकार सबलाई दिनुपर्छ। यो हेल्थ चक्राईले गर्दाखेरि हेर त, मैले यसलाई भनेको छु, नेपाल हाम्रा संविधानका अक्षरहरू र मेरा श्रीमानहरू, यहाँ साथीहरू, अब कुरा यहाँ गर्ने होइन। यो भन मलाई, यसले जुन तोड्यो यो ठिक गर्यो? यसले के हानि भयो? यसले हानिहरू के भयो? यहाँ कुरा गर्ने होइन। त्यही हो तिमीहरूको हेल्थ चक्राई। हेर, आँखाले हेर्छ। तिमीहरूले आयो यहाँ, मैले यसलाई कन्ट्रोल गर्ने हो। यसले के हानि गर्यो? कसैलाई राम्रो ढङ्गले पाल परेपछि त्यहाँ मान्छेले बस्न चाहँदैन। अब हो त्यसलाई ढाक्नुपर्छ। मैले ढाकेँ, केहीले ढाके र अब यसरी गरेको जुन साथीहरूले, यो देवताहरूले उनीहरूको चित्तलाई राम्रो पारुन् र तिमीहरूको ससाना प्रगतिका जुन ससाना कुराहरू पनशीलहरू छन् नि, त्यसलाई हामीले उमार्दै गयो भने विश्वमा कहिले पनि आज आतङ्कवाद हुँदैन। श्रीमानहरूले कोही पनि चोर डाका भन्दैन। सबै विद्वानहरूले झुटो कुरा गर्न छोडिदिन्छ। जब झुटो कुरा गर्न छोड्छ भने दुःख आउँदैन। सबैको शत्रु भाव हुँदैन। मनमा दुःख आउँदैन। हाम्रा कुनै शारीरिक दुःख हुँदैन र हाम्रा सबै जीवहरूको खुसी हुन्छन्। त्यसकारणले आजदेखि मेरो हेल्थ चक्राई कार्यक्रम सुरु छ। यो आजाद स्कुलको प्राङ्गणमा कुनै पनि यहाँ पढ्ने विद्यार्थीहरूले हेल्थ चक्राई जाने कुनै पनि गलत काम गर्नु हुँदैन। यस्ता तोड्ने फोर्ने हाम्रा साथीहरूले मेरा यसलाई कार्यक्रमलाई एकदम हृदयको साथ सहयोग दिनुहुनेछ। साथ म भवतु सब मङ्गलम, रखन्तु सब देवताको साथ आफ्नो कक्षामा जानुहुन र अर्कोचोटि हामी एकदम जोसको साथ यहाँ आउनुहुन अनुरोध गर्दछु। ल, धन्यवाद।